हेलो एन्ड गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी मन्दिर जाँदैछौँ, हिन्दू टेम्पल जाँदैछौँ। अनि बुढीले ड्राइभिङ गर्दैछिन्, म चाहिँ आज आनन्द बस्ने, बुढीले चाहिँ ड्राइभिङ गर्ने। आज चाहिँ मेरो लागि रेस्ट होइन बुढी। यताबाट चाहिँ दामी सनराइज भइरहेछ। अन्त वे हामी जाँदैछौँ। यस्तो राम्रो देखिरहेछ गाडीबाट, तर क्यामेरामा चाहिँ त्यति राम्रो देखाएको छैन, तर दामी भइरहेछ सनराइज। गणपति बाप्पा अनि यो चाहिँ म धेरै दिनपछि घाम लागिरहेछ। बिहान बिहानै एकदम दामी खालको मौसम छ आज। खुल्ला आकाश, निलो आकाश अनि घमाइलो दिन अनि बुढाबुढी। अगाडि चाहिँ 1 किलोमिटरबाट लेफ्ट है बुढी, कफी अड्डामा पुग्छ। कफी खाऊँ अनि त्यसपछि चाहिँ जाउँला नि। त्यो चराहरू हेर न, नेपालमा हामीले माल चरा भन्थ्यौँ नि होइन, कस्तो राम्रो क्या हो। यो क्यामेराबाट देखिँदैन, कस्तो लाइन लाएर हिँडिरहेछन् है सबै। हामी सानो हुँदाखेरि यस्तो माल चरा भन्ने मन्दिरको माथि माथि घुम्छ भन्थ्यौँ कि होइन, भन्थे अनि यहाँ नै आउँदो रहेछ। कति धेरै है चराहरू, लाइन लाएर क्या अनुशासित क्या, डिसिप्लिन क्या हो है। हामी चाहिँ आयो कफी खानको लागि पेट्रोल स्टेसन। यहाँ चाहिँ यस्तो दामी, यो चाहिँ सही लाग्यो। माथि पुरै छतभरि सोलर प्यानल राखेको छ। आफूलाई सबै पुग्ने बिजुली चाहिँ यहीँबाट उत्पादन हुन्छ। त्यो चाहिँ पार्किङहरू छ बडी। उसबाट बनेको जस्तो यहाँ चाहिँ कस्तो राम्रो बस्ने ठाउँ रहेछ। त्यो बेतको बनाएको रहेछ, बाँसको जस्तो। कस्तो राम्रो गोलो गोलो बस्ने ठाउँहरू बनाएको रहेछ यो चियरहरू। अब चाहिँ हातमा कफी खाँदै जाने। अब हामी यहाँबाट लाग्नुपर्छ चिसो चिसो मौसममा तातो तातो कफी पिउँदै। म चाहिँ तपाईँहरूलाई एउटा नयाँ कुरा देखाउँछु है त। लुक एट दिस। मेरो बुढीको कानमा कृष्ण भगवान र राधाको इयरिङ। कहाँबाट लिएको? यस्तो दामी छ। यो सिडनीबाट एउटा छ नि कृष्ण टेम्पल के, क्यानबेरा जाने बाटोमा। कस्तो दामी देख्छ। अब चाहिँ ड्राइभ गर्ने पालो मेरो। बुढीलाई एकछिन रेस्ट। बुढीले लगभग 150 किलोमिटर चाहिँ बुढीले चलाइन्। अब चाहिँ मेरो पालो। अब चाहिँ धेरै छैन, अब कति छ, लगभग 40 किलोमिटर जति छ। अब मेरो पालो। बाटो चाहिँ खुल्ला खुल्ला जस्तो छ। आज शनिबार भएर त्यति बिजी छैन बाटो। अनि दामी स्काई चाहिँ एकदम दामी देखिरहेछ। आज वेदर दामी छ। कतिचोटि भने मैले यो कुरा चाहिँ, धेरै दिनपछि घाम देख्न पाएँ कि। पानी परिरहेको थियो। अनि पानी पऱ्यो भने फेरि यहाँ त्यो भन्छ नि नेपालतिर हाँडी घोप्टे पानी हो, त्यस्तै पानी पर्छ। एकदम माथिबाट खनाए जस्तो गरेर पानी पर्छ। अनि धेरै दिनपछि आज घाम लाग्यो अनि रमाइलो भइरहेछ, न्यानो भइरहेछ। हामी चाहिँ आइपुग्यौँ हिन्दू टेम्पल। यो चाहिँ भयङ्कर मन्दिर रहेछ भित्र चाहिँ। अब हामी भित्र जाँदैछौँ। धेरै पछि आयो नि मन्दिरमा। गाडी आउँछ त। नमः शिवाय हर हर भोले नमः शिवाय। यहाँ चाहिँ चप्पल राख्ने ठाउँ रहेछ।
अनि यो चाहिँ मन्दिर। यहाँ चाहिँ मन्दिरभित्र चाहिँ रेस्टुरेन्ट रहेछ अनि यहाँ चाहिँ खानेकुराहरू खान पाइन्छ। भेजिटेरियन शुद्ध शाकाहारी खाना अनि सस्तो पनि छ, सफा पनि छ, सस्तो पनि छ, राम्रो पनि छ। अनि सामानहरू किन्नको लागि इन्डियन दालहरू तेलहरू पनि पाइँदो रहेछ। यहाँ स्टोर छ सानो सानो। अनि यहाँ चाहिँ भगवान्को मूर्तिहरू छ। चाहिँ भगवान्को मन्दिर। हे भगवान् रक्षा गर्नुहोस्। हामी चाहिँ मन्दिरभित्र जाँदैछौँ। हे भगवान् रक्षा गर्नुहोस्। म चाहिँ आज तपाईँहरूलाई मन्दिर घुमाउँछु यहाँको। यो चाहिँ यहाँको मुरुगन टेम्पल। भित्र चाहिँ भिडियोहरू खिच्न पाइँदैन रहेछ, हुन त मन्दिरमा कोही पनि पाइँदैन। म चाहिँ वरिपरिबाट देखाउँछु। चाहिँ मन्दिरमा चाहिँ भित्र छिर्ने चाहिँ 4वटा ठाउँबाट छिर्नु मिल्छ, 4तिरबाट। यो चाहिँ माथि माथि चाहिँ मूर्तिहरू छ, भगवान्को मूर्तिहरू, गणेशको, शिवजीको अनि अरू अरू भगवान्को सबैको मूर्तिहरू छ। राम्रो छ। यो चाहिँ साउथ इन्डियनहरूले बनाएको जस्तो छ। यो चाहिँ मन्दिर चाहिँ एकदमै राम्रो छ। यहाँबाट फेरि अर्को ढोका छ, 4वटा ढोका छ, 4 ठाउँबाट भित्र छिर्नको लागि। कस्तो आनन्द शान्त फिल हुन्छ मन्दिरभित्र आउँदा चाहिँ। यहाँ चाहिँ बत्तीहरू बाल्ने ठाउँ रहेछ, दियोहरू बाल्ने ठाउँ, अगरबत्ती बाल्ने ठाउँ। कति धेरै मूर्तिहरू छ। यो चाहिँ मेन इन्ट्रान्स। यो चाहिँ आजको हाम्रो ब्रेकफास्ट मन्दिरभित्र। यो पुरी अनि यो यसको नाम चाहिँ मलाई थाहा छैन के यसको नाम, मेदु बडा। अनि यो चाहिँ मिठाई भयो, यो चाहिँ चाय भयो, चाय। अनि यो चाहिँ मेरो बुढी भयो, अनि यो चाहिँ म भयो, अनि यो चाहिँ सबैजना मान्छेहरू। अहिले चाहिँ शनिबार एकदम भिडभाड छ यहाँभित्र, मन्दिरभित्रको रेस्टुरेन्ट हो। खानेकुरा चाहिँ एकदम हेर्दाखेरि मिठो होला जस्तो छ। लेट्स ट्राई। अनि मेरो बुढीले टेस्ट गर्दैछिन् कस्तो छ है त, कस्तो छ? दामी। धेरै पछि खाए नि। चाहिँ हाम्रो नेपाली किचन। बिहान ब्रेकफास्ट चाहिँ मन्दिरमै गरियो। यो चाहिँ नेपाली रेस्टुरेन्टमा हामी लन्च खान आएको। यो चाहिँ लस्सी चाहिँ पित्तलको उसमा पाइँदो रहेछ। यो चाहिँ लाफिङ भयो, एकदम मिस भइरहेको थियो नेपालमा हुँदा खाएको। यो चाहिँ चाउमिन चाहिँ अलिक चिल्लो चिल्लो रहेछ तर एकदमै मिठो थियो, टेस्टी थियो। चटनी पनि एकदम बवाल लाग्यो। अनि यो चाहिँ मुस्ताङको आलु भन्ने, यो चाहिँ फेमसै, नेपालमा पनि फेमस थियो, अब यहाँ पनि फेमसै छ नेपाली रेस्टुरेन्टमा। यो चाहिँ भेज मोमो अनि भेज झोल मोमो। हामी चाहिँ चिकन नखाने भएर अनि भेज मोमो खाएको। अनि खानेकुराहरू चाहिँ सबै मिठो थियो, राम्रो थियो। हामी चाहिँ आज धेरै पछि आयौँ। उता सिडनी हुँदा गइरहेको थियौँ। यहाँ चाहिँ पर्ट चाहिँ पहिलोचोटि आएको।
बुढीलाई सामान किनिने थिएँ, यहाँ गाडीभरि सामान भयो। DA4 आइकाको सामानले भरियो आज चाहिँ। आजको दिन चाहिँ रमाइलो बित्यो होइन बुढी? दिन कस्तो भयो? अब चाहिँ हामी घर जाँदैछौँ। आजको दिनभरि मन्दिर घुमाएँ, आइक्या, DA4, नेपाली रेस्टुरेन्ट सब घुमेर सब चारेर भ्याइयो। अब चाहिँ घर जाने, रेस्ट गर्ने। अब चाहिँ बेलुका भइसक्यो। त्यो बिल्डिङहरू देखौँ न, यहाँ चाहिँ यस्तो ठुल्ठुलो बिल्डिङहरू छ। बजारमा आउँदाखेरि हाम्रो गाउँतिर चाहिँ हुँदैन यस्तोहरू। धेरै पछि यसरी घुम्न आयौँ हामी। पहिला चाहिँ आउँदाखेरि कलेजको लागि मात्र आइन्थ्यो, आज चाहिँ विशेष घुम्न भनेर आएको। रमाइलो भयो, राम्रो स्पेन्ड भयो आजको दिन चाहिँ। विकेन्ड भयो भने बाटो चाहिँ एकदमै बिजी छ आज। खै सधैँ हुन्छ कि थाहा छैन, यतातिर चाहिँ ड्राइभ खासै गरिँदैन। यो चाहिँ यहाँको ट्रेन स्टेसन हो। यहाँबाट चाहिँ ट्रेन जान्छ, दुई साइडमा बाटो छ, बिचमा चाहिँ ट्रेन स्टेसन छ। त्यति व्यवस्थित चाहिँ छैन यहाँ। साँझ परिसक्यो, अब घर पुग्दा चाहिँ झमक्कै अँध्यारो हुन्छ। जाडोको महिना, दिनहरू छोटो हुन्छ नि त। सबै मान्छेहरू हतारमा छन् घर जानको लागि, सबै मान्छे भागिरहेछन्, हामी पनि भागिरहेछौँ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। अर्को भिडियोमा भेटौँला। बाई बाई।